जापानमा नेपाली व्यवसायमाथि ठुलो सङ्कट। करिब 70,000 नेपाली घर फर्किन बाध्य हुने। जापान सरकारले नयाँ बिजनेस भिसा नियम ल्याउने तयारी गरेपछि त्यहाँ रहेका साना नेपाली रेस्टुरेन्ट र फुड स्टोरहरूलाई ठुलो दबाब परेको छ। अब व्यवसाय सञ्चालन गर्न न्यूनतम 3 करोड एन पुँजी र एकजना जापानिज कर्मचारी र ओनरले JLPT N2 पास गरेको हुनुपर्ने छ। यसले टोकियो, योकोहामा, ओसाका लगायत अन्य क्षेत्रमा रहेका सयौं व्यवसाय बन्द हुने जोखिम बढाएको छ। नेपाली साना व्यवसायको लागि 3 करोड अर्थात् $1,90,000 पुँजी फलामको चिउरा चपाए जस्तै हो। कि त बन्द गर्नु पर्यो कि त मर्ज हुनु पर्यो। तर नेपालबाट विभिन्न नाममा विशेष गरी SSW रेस्टुरेन्ट क्षेत्रमा जाने कामदारहरूबाट नेपालका डलेले 15 देखि 20 लाख लिने गरेका थिए। उनीहरूको बाटो भने टोटल्ली बन्द हुने भनेको छ। किनभने जापान सरकारले अप्रिल 13, 2026 देखि SSW रेस्टुरेन्ट क्षेत्रको वर्क भिजा बन्द गरेको छ।